कृषि ज्ञान केन्द्र रोङ गाउँपालिका कृषि शाखा र वडा नम्बर 3 को सहयोगमा चिन्डेपानी जिल्बुङमा आयोजना गरिएको यो प्राङ्गारिक झोलमल बनाउने तालिम साथै अनुदानमा पाएको ड्रम लगायत सामग्रीहरूलाई चाहिँ हामीले यसरी घरमा ल्याएर हामीले सिकेको कुरा यहाँ झोलमल 1 बनाउँदैछौँ। कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है। हामी चाहिँ अहिले झोलमल 1 बनाउँदैछौँ है साथीहरू। र झोलमल 1 बनाउनको लागि हामीलाई चाहिने सम्पूर्ण सामग्रीहरू चाहिँ हामीले जुटाइसकेको छौँ। 50 लिटरको ड्रम रहेको छ हामीसँग र हामीले यसमा 16 लिटर गहुँत, 16 लिटर पानी, 17 केजी गाईको गोबर र 1 लिटर चाहिँ हामीले जीवातु ल्याइसकेको छौँ र यसलाई हामीले चाहिँ यो ड्रममा लगाएर तयारी बनाउँछौँ है त। र यो 50 लिटरको ड्रममा हामीले पानी 16 लिटर पानी चाहिँ सुरुमा लगाइसक्यौँ हामीले। र अब हामीले गहुँत 16 लिटर गहुँतमा हामी यसमा पुरा हाल्दैनौँ र अब हामीले चाहिँ यसमा चाहिँ गोबर जुन हामीले 16-17 केजी लिएको गोबर छ हामी त्यो गोबर लगाउनेछौँ है यसमा हामी। फोटोहरू पनि दिनु एउटा र हामी यो रको गहुँतलाई पनि हाल्दिउँ है। कस्तो ठ्याक्कै अन्दाजै भएको रहेछ नि त। भयो र यसलाई हामीले मजाले घोलिन्छौँ। हजुर चलाइदिउँ है यसलाई मजाले। छेउमा हालेर देखाइदिनु भयो नि हुन्छ यहाँनिर घोलेको। र यसरी घोलिसकेपछि हामीले यसमा जीवातु चाहिँ 1 लिटर राख्दैछौँ है। 50 लिटरमा हामीले तयारी बनाइसक्यौँ र 1 लिटर हामीले यसमा जीवातु लगाएर यसलाई हामीले मजाले फेरि एकचोटि चलाएर यसलाई छोपेर ढाक्नेछौँ है। यसलाई छोपेर राख्नेछौँ हामी। यति भइसकेपछि अब यसलाई राखौँ र फेरि यसलाई पुनः एकपल्ट चलाइदिउँ, राम्रोसँगले चलाइदिउँ है। लगभग अब हाम्रो यसरी झोलमल 1 चाहिँ तयारी भइसक्यो है। अब चाहिँ भइसक्यो। अब फेरि 2 लिएर अब 2 अनि 3 अब 2 लिएर अर्को भिडियोमा आउनेछौँ र पूर्ण रूपले यो हाम्रो उद्गम थलो उर्वर भूमि चिन्डेपानीलाई विषादीरहित हामी अर्ग्यानिक खेतीमा अघि बढ्नेछौँ होइन। अरू कुनै केही भनाइ तपाईँबाट? अब रहेको छ अब हामीलाई चाहियो प्लास्टिक एउटा। यसलाई त राम्रोसँगले ढाक्नु पऱ्यो नि। यसलाई त ग्यास जानु नदिनु है। ठिकै रहेछ त्यो मिलाएरै राखेको छ नि। मजाले चाहिँ अब यसको चाहिँ ग्यास चाहिँ बाहिर निस्किनु भएन है। त्यो हुँदाखेरि चाहिँ हामीले चाहिँ बीजको मजाले टाइट भएको छ। 16 लिटर गहुँ, 16 लिटर पानी र 16-17 केजी गोबर अनि यो हामीले जुन यो जीवातु हामीले हालेर सबै घोलेर तयारी बनाइसक्यौँ। र यसलाई चाहिँ हामीले 21 दिनमा चाहिँ लगभग यो तयारी हुने रहेछ र हामीले 3-3 दिनको फरकमा चाहिँ यसलाई यसरी नै घोल्नु पर्ने रहेछ। घोल्दै 3 दिनको फरकमा चाहिँ हामीले 21 दिनमा चाहिँ यो तयारी हुन्छ है। अब यति नै हो यसको चाहिँ। अब यसलाई चाहिँ हामीले माथि के छोपिदिउँ है। यति भएपछि किन हामीले झोलमल 1 चाहिँ यसरी तयारी हुन्छ।